गर्नुपर्ने हुन्छ। मदिरा सेवन गरेर गाडी चलाउने अनि त्यस्तै गाँजा सेवन गरेर गाडी चलाउने अनि हाम्रो गाडीको कन्डिसन पनि ठिक नहुने र ट्राफिक नियममा पनि हामी त्यति ध्यान नदिने भएको कारणले जुन भइरहेको छ यसलाई न्यूनीकरण गर्नको लागि हामी हरदम प्रयास गर्छौँ र यसमा हरेक नागरिक सडक प्रयोगकर्ता सबैको सहयोग बिना केवल एउटा निकायको प्रयासले मात्र यो दुर्घटना न्यूनीकरण गर्न सकिन्न। त्यो विषयमा हामी गम्भीर भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। त्यस्तै अब चोरी तस्करी, अब यो जिल्ला अलिकति जङ्गल बढी भएको कारणले गर्दा जङ्गलमा हुने जडीबुटी अनि त्यस्तै गर्दा तपाईँको जङ्गली जनावर अनि त्यसपछि काठको पनि तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर हामीले हाम्रा सीमा नाकाहरूमा अलिकति निगरानी राख्ने लगायतका कुराहरू गर्नुपर्ने हुन्छ। त्यो विषयमा हामी गम्भीर हुन्छौँ। यद्यपि हाम्रो अन्तर्राष्ट्रिय सिमाना 43 किलोमिटर रहेको अवस्था छ र त्यो खुला पनि छ। नदीबाट वारपार गर्ने डुङ्गा अथवा ट्युबबाट वारपार गर्ने अवस्था छ र त्योबाट कहिलेकाहीँ अब चोरी तस्करी हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर सीमा नाकामा अब सशस्त्रको बिओपी छन् र त्यो बिओपीले पनि त्यसलाई ध्यान दिने र अब हाम्रो त्यहाँ नजिक भएको प्रहरीले पनि त्यसलाई अलिक विशेष निगरानी गरेर तपाईँको अवैध क्रियाकलाप हुन दिनु भएन। तर अब सामान्य घरायसी प्रयोजनका सामान ल्याउने कुरालाई हामीले रोक्दाखेरि जनताको पनि विरोध आउन सक्ने हुन्छ। तर त्यही बाटो प्रयोग गरेर गाँजा अन्य लागु पदार्थ लगायत अन्य इलिगल यो वस्तुहरू ल्याउने लाने कामलाई हामीले रोक्नै पर्ने हुन्छ। त्योतर्फ हामीले विशेष ध्यान दिनुपर्छ र त्यो जुन नाकाहरू छन् त अब हिउँदको समयमा चल्तीमा आउने र बर्खामा बन्द हुने ती खालका नाकालाई हामीले विशेष निगरानी गर्नै पर्ने हुन्छ। र अघि चरेस लगायतको यो लागु औषधको तस्करी र गाँजाको पनि तस्करी हुन सक्ने एउटा ट्रान्जिट को रूपमा डडेलधुरा हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर हामीले चेक जाँच लगायतका कुरालाई अलिकति बढाउनु पर्ने अवस्था देखिन्छ। यसमा हामीले पक्कै पनि यो लागु औषध नियन्त्रण गर्ने एउटा यो जिल्लाको लागि एउटा चुनौतीको रूपमा रहेको छ र अब धनगढी हुँदै लागु औषधको सेवनकर्ताको सङ्ख्या पनि बढ्दै जाने र यहाँ यो जिल्लालाई मार्ग बनाएर जुन ढङ्गले लागु औषधको ओसार पसार हुने बेचबिखन हुने जुन खालको प्रवृत्ति छ त्यसलाई रोक्नको लागि प्रहरीको सक्रियता त्यत्तिकै आवश्यक छ र पत्रकार साथीहरूले पनि यसलाई अलिकति उजागर गर्नको लागि मैले विशेष आग्रह गर्छु र युवाहरू पनि यो लतमा फसेको। आज बिहान म प्रहरी कार्यालय निरीक्षण गर्न जाँदा त्यहाँ अब लागु औषध लापसे चेक जाँच गर्दाखेरि उनीहरू पोजिटिभ भएर त्यहाँ बसेका 3-4 जना भाइहरूलाई पनि देखेँ। अहिले उहाँहरूले त्यो लापासे किट आइसकेपछि यसलाई